हेलो गाइस, हेलो। हामी चाहिँ धुलिखेल या र ठुलडार मेरो ससुराली गाउँ यहाँको एउटा भिडियो कैद गर्न गइरहेको छु। यहाँको मनोरम दृश्यदेखि लिएर बाटोघाटो हरेक कुराहरू जग्गा घरदेखि लिएर सम्पूर्ण कुराहरू चाहिँ म यो दृश्य मार्फत कैद गरेर तपाईँ सामु यो भिडियो बनाउन गइरहेको छु। अहिले चाहिँ हामी ठ्याक्कै यो बाटोमा हिँडिरहेको छौँ। बाटोको भिडियो कैद गर्दैछु अहिले म। र अहिले यो देखिरहनु भएको यो परालको कुन्यौ जस्तो लाग्यो मलाई, जहाँसम्म लाग्छ यो कि परालकै कुन्यौ होइन त कान्छ? हो नि, यो परालको हाम्रो खेतको परालको कुन्यौ। हाम्रो यो खेतीयोग्य जमिन हो। खेतीका लागि यो उर्वर भूमि पनि हो। एक त यो पाँचखाल भन्दा नि अब धुलिखेल नै पर्यो होइन? हजुर, पाँचखालको नजिकै छ। पाँचखालको नजिक, धुलिखेलको पनि नजिक, ठ्याक्कै केन्द्रबिन्दु नै पर्यो यो, ठ्याक्कै बिचमै पर्यो नि त। अहिले चाहिँ आलु लगाइरहेको छौँ हामीले। अहिले चाहिँ आलु खेती, अहिले यो सिजनमा आलु खेतीको लागि र अन्य अब भनौँ न खेतीयोग्य जमिनको लागि पाँचखाल अलिकति उर्वर भूमि नै हो। दोस्रो तराई भन्छ नि यहाँनिर। खेतीको लागि चाहिँ राम्रो छ यहाँ। र अनि हामी चाहिँ यो भिडियो गर्नुको मुख्य उद्देश्य चाहिँ म यहाँ आउँछु, कति समय आइसकेँ, एउटा भिडियो कैद गरौँ नि त हाम्रो यहाँ वातावरणको विषयमा भन्ने जिज्ञासा लागेर अनि म भिडियो त्यही अनुसार तयार गर्दैछु। अनि त्यो भिडियो कैद गर्ने क्रममा चाहिँ हामीले यो जुन यो आलु खेती देखिरहेछौँ, यो हरियाली फाँट, यो चाहिँ एकदम मनोरम लाग्यो क्या मलाई। अनि यो मनोरम दृश्य कैद गर्ने क्रममा सँगसँगै यो जुन यो आलु देखिरहनु भएको आलु छ नि, यहाँ लगभग कति जति फल्छ त कान्छ आलु यहाँ? यहाँनिर 80-85 प्याकेट। 80-85 बोरा नै फल्यो नि होइन? 80-85 बोरा भनेपछि लगभग कति चाहिँ भाउ आएको बेला चाहिँ कतिसम्म लिन सक्यो आलुबाट? 1.5 लाख जस्तो। 1.5 लाख जस्तो लिन सकिन्छ एउटै गराबाट होइन? यो 1.5 लाखसम्म लिन सकिने खाल गरा छ एउटा। भाउ 30-32 भाउ आयो भने 30-32 भाउ आयो भने 1.5 लाखसम्म हुन्छ। यही गराले चाहिँ 1.5 लाखसम्म कमाउन सक्छ आलुको लागि चाहिँ। र अनि यो धान खेतीको लागि नि एकदम खेतीयोग्य जमिन, मैले अहिले पनि भने पाँचखाल त्यसै न खेतीयोग्य जमिन, उर्वर भूमि हो यो। र अनि हामीले देखिरहेछौँ त्यहाँ घर, यता गोठ, यता आएर यो भूकम्पपछि बनेको, यसलाई भूकम्पपछिको घर भन्नु पर्यो होइन? अब भूकम्पपछिको टहरा भनेर बुझ्ने कि के भन्ने यसलाई? अब घरै भन्नु पर्यो। त्यो छ यहाँ नजिकै एउटा जस्ताको टहर पनि छ। यो जस्ताको टहरमा चाहिँ खासै युज भएको छैन, अब पछि युज होला सायद। अब यो जस्तामा नि केही सामानहरू यताउता, अब यही गरामा फलेको धानहरू यताउता राख्नको लागि उचित प्रयोग गरिन्छ होला सायद, के हो? समग्रमा ठिकै छ यहाँको वातावरणदेखि लिएर हरेक कुराहरू। आज चाहिँ यो भिडियो कैद गर्ने अवसर जुर्या हुनाले मैले हल्का यसो कन्टेन्ट राखेर भिडियो कैद गर्दैछु। समग्रमा रमाइलो छ, राम्रै छ। गाउँठाउँको बस्ती रमाइलो छ। यहाँको दृश्य अवलोकन गर्ने क्रममा चाहिँ मलाई यो एउटा अवसर पनि जुट्यो आज। त्यो कारणले गर्दाखेरि मैले यो भिडियो कैद गर्दैछु। समग्रमा अगाडि हिँड्नु भएको चाहिँ हाम्रो सक्षम हामीलाई। केटाकेटीहरूलाई खेल्नको लागि पनि रमाइलो छ। यहाँ खेल्न पाउँछन्। जे होस्, काठमाडौँमा बन्धनमा छोडिएका बच्चाहरूलाई चाहिँ खेल्नको लागि एकदम फराकिलो ठाउँ पनि हो। यहाँ आएपछि उसले खेल्ने कुराहरू नि हरेक कुराहरू, खेल्नदेखि लिएर यहाँको कामकाजलाई सरसहयोग गर्न यताउता हजुरबा हजुरआमालाई उसको ठुलो भूमिका छ।
घाँस काट्नु घाँस बोक्नदेखि लिएर उसलाई एउटा रहर पनि छ, उसलाई एउटा जागरुक पनि छ। एउटा सानो बच्चामा अब हुने बाबाआमाको दुःखलाई होइन उसले पनि कस्तो चाहिँ रहेछ भनेर अनुभव लिउन् त भन्ने उसमा पनि एउटा जागरुकता छ। त्यो कारणले गर्दाखेरि हामी यो भिडियो कैद गर्दैछौँ र समग्रमा रमाइलो छ। यो बाँसको झाङ छ, यहाँ बाँसको झाङ हेर्दा कान्छै हो। यहाँ अब बाँस त त्यसै नै अब हामीले अब यसको स्याउलाहरू बाख्रालाई यताउता अब वस्तुभाउलाई नै युज गर्न सक्छौँ। अनि यता हुनुहुन्छ यहाँ बुवा हुनुहुन्छ, यहाँनिर हाम्रो 70-75 वर्षको बुवा हुनुहुन्छ। यतापट्टि पनि बुवा हुनुहुन्छ, 80 वर्षै पुग्नुभयो बुवा। ल 80 वर्ष पुगिसक्नु भएको छ। 80 वर्षमा पनि हुनुपर्ने एउटा युवामा हुनुपर्ने जति नै जोस चाह देखिन्छ उहाँमा। 82 वर्ष पुगिसक्नु भएको छ। उहाँ चाहिँ मेरो मिसेस, हजुरले सायद चिन्नै भयो होला। हेलो। फेसबुकदेखि लिएर सामाजिक सञ्जालमा हाम्रो टन्नै भाइरल भिडियो टिकटकहरू देख्न सकिन्छ। र उहाँ बुवा हुनुहुन्छ। बुवा नमस्कार, आराम हुनुहुन्छ नि? अनि उहाँ नाति, नातिको प्यारो के बुवाको प्यारो नाति नजिकै गएर बसेको ऊ। यहाँ आमा पनि हुनुहुन्छ उता, आमा पनि हुनुहुन्छ। यहाँ यी सागसब्जी यताउता यहाँ तयारी हुँदैछ। हामी अब काठमाडौँ जाँदैछु। काठमाडौँ जानको तयारी हुँदैछ। हरियाली हेर्नु होला। गाउँको हरियाली, लसुन ताजा, बिसाइदी बिनाको तरकारी। त्यसै न बुवा 82 वर्ष हुँदा नि यतिको झरिलो हुनुहुन्छ अर्ग्यानिक खानेकुरा खाएर। हामी अब 82 वर्षमा पुग्नु पायो त भाग्य। के हो छ्यापी पनि देख्न सक्छौँ, यहीँ फरेको हो यो बिना बिसादी। यस्तो अर्ग्यानिक खानेकुराहरू पाउँछ पाँचखालमा। अनि यहाँ चाहिँ म सर अब यहाँबाट गएँ। यहाँबाट अब घरको दृश्य अवलोकन गरेर घरलाई कैद गर्दै म अगाडि बढिरहेको छु। यता चाहिँ मम्मी हुनुहुन्छ यता, सायद त्यहाँ अब घरको कामकाज यताउता गर्नै परियो। म भाँडा मोल्दै हुनुहुन्छ जस्तो जहाँसम्म लाग्छ मलाई। के गर्नु अब गाउँमा परियो। हामी चाहिँ भर्खर खाना खाएर निस्केर बस्दैछौँ। ल यो चाहिँ घर मुनिको दृश्य हो। यो चाहिँ घर, यो चाहिँ ससुराली घर। यो पुरानै छ घर। अब यो घरमा कसले अब गर्ने र अब सहर बजारमै घर भइसकेपछि यहाँको घरको खासै चासो पनि छैन कि के हो मामै? सहर बजारमा घर बनिसकेपछि यहाँ त अब खासै त्यति अब बस्नु त बस्ने, यसो बाख्रा वस्तु पालन गर्ने बस्ने। त्यो चाहिँ हाम्रो उताको गोठ यताको। र समग्रमा यहाँको रमाइलो छ वातावरण। पारी चाहिँ त्यो सडक हामी आउने बाटो त्यही हो। र यहाँको उर्वर भूमिहरू देख्न सकिन्छ। खेतीयोग्यका लागि एउटा नमुना क्षेत्र नै हो यो। र यो चाहिँ यो झ्याम्म परेको रुख हामीले देख्न सक्छौँ। यो आँपको रुख रे। यो कति वर्षदेखि अगाडि देखेको आँप हो मम्मी? यो मम्मी भने कान्छो बोलिरहेको छ मसँग। मेरो सपोर्टमा कान्छा पनि छन् सँगै पछाडि। 30 वर्ष भइसक्यो है? 30 वर्षभन्दा पनि ठुलो भइसक्यो। अझ पनि फल्दैछ यो आँप? फल्छ कहिलेकाहीँ। ल हेर्नुहोस्, फलफुलले नि साथ दिइरहेछ। यो पुरै खेतीयोग्य जमिन हो। यो तलको सबै पुरै फाटे, त्यो तलको खोलादेखि मासतिर सबै यो खेतीयोग्य जमिनै हो। यो समग्रमा रमाइलो छ यहाँको वातावरण। रमाइलो लाग्यो मलाई चाहिँ, त्यही भएर दृश्य पनि कैद गरेँ मैले। र आजलाई यति नै। बाँकी कुराहरू पछि अब मिलेसम्म पछि भिडियो बनाएर कैद गरौँला। अहिलेलाई यति नै है गाइस, बाई।